नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई चित्ती चेमाको नयाँ भिडियोमा। म हो चित्ती चेमाको मम्मी। आज चाहिँ हामी सेलरोटी पोल्न लाग्दैछौँ हैन। यो सेलरोटी चाहिँ भोलिको प्रोग्रामको लागि हो, फागुन 2 गते। यो भिडियो चाहिँ मैले हिजो नै बनाएको हो नि त, अहिले रेकर्ड त मैले अहिले गर्दैछु। यो चाहिँ फागुन 2 गतेको लागि खुल्ला दौड प्रतियोगिताको लागि भनेर हामीले चाहिँ यो सेलरोटीहरू पकाउँदैछौँ। के रे, कफी दिन्छु म, मिल्क कफी। मिल्क कफी दिन्छु केटी हो, चिन्ता नमान हो। ल यो हाम्रो सेलरोटी चाहिँ के को लागि हो रे? लो बनाओ त। भोलि होइन, नेपाली कल्चर मिडियाको प्रोग्रामको लागि भोलिलाई हाम्रो सहयोग सेलरोटी पोलेर दिने हामी टोखेली समूह त के भन्नु अब, हामी आफन्त हामी सबै थोरी बनाउँदो रहेछ। चल्न चल्दैन रहेछ, तल के हुन्छ भनेर। राखिदिउँ होला, फेरि बिग्रियो भने बिग्रिहाल्यो। फेरि हल्लिन न। एकछिन हुँदैन, छेमा सिलाइदिनु, यो फेरि बिग्रिन्छ। अनि त्यसपछि उतैमा गरे हुन्छ क्या। अन्त नि राख्छ होला नि त्यसो त देखेर। यो पनि तातेर गनाएको, त्यही भएर तात्यो। त्यही भएर धेरै भयो कि, पिठै धेरै हो नि त। मात्रै हो नि त। खाँदै आएको, भर्खर खाँदै आएको। अब भएपछि खाँदै बोला छैन गुल्ले त सरे। 4 किलो हालेर 2 किलो बाँकी छैन। खानु न भाउजू। रेडी छ बनाउनुलाई। दिदीलाई ल्याउँदै एउटा म लगाइदिन्छु। दिदी लिनु तपाईँलाई चियासँग खानुहुन्छ नि त दि। अनि खाना भाग लगाइसक्यो, सबै भाग लगाइसक्यो। खै गीता भाउजूले एउटा ल्याउँदा ल। यो डोकोमा हाम्रो 3टा डोकोमा 260वटा भयो रोटी। अब हाम्रो यहाँ चाहिँ रोटी पोल्ने मान्छे चेन्ज हुँदैछ।
यता उमा बुहारीले उता कविताले गर्दैछन् गरिरहेको छु। एम्मा चाहिँ स्कुलबाट आयो होइन एम्मा नगरे सानो लड्छ शिवानी बहिनी। आज त शिवानी पनि आमा मम्मी बिना खेल्दैछ हामीसँग है। मम्मी छोड्न नमान्ने मान्छे ल हजुर 440 भयो रोटी त्यसरी। अनि उफ्रेको पछि फेरि पुगेन भने लिन आए भइहाल्यो। हामीले कति बजेदेखि थाले थियौँ रोटी पोल्न? 10 बजे। 10 त होइन है 10:30 बजे नै होइन 11 बजेबाट थालेको। ल हामी चाहिँ अहिले 6:30 हुन लाग्यो। यति बेलासम्म हामी चाहिँ पुरा रोटी पोलेर गरेर अब हाम्रो कार्यक्रम सक्यो। अब हामी सरसफाइ कसैलाई चाहिएमा सम्पर्क गर्नु होला। कोही कोहीलाई रोटी चाहिएमा हाम्रो यो उसमा सम्पर्क गर्नु हाम्रो समूहलाई। आमामा हामी त यसरी पोलिदिन्छौँ।